बनाउँछु जलपाईको अचार। यहाँ मसला यति भुटेर राखेँ, धनियाँ यति भुटेर राखेँ, यति खोर्सानी हाल्छु, धेरै कुरा हाल्दिनँ। जलपाई मैले बाहिर सुकाएर चाहिँ लिएर आउँछु, देखाउँछु तपाईँलाई। मसला ठिक पारेँ, यतिको दरदरा बनाएँ। यतिको भएपछि खाना पनि राम्रो हुन्छ, खाँदाखेरि टोकिन्छ। मैले यसरी राखिदिन्छु कि गुटी निकालेर यसरी हाल्छु। एक दुईवटा गुटी पनि छन्। मैले चाहिँ तेल यसरी खाएँ। अब यसलाई यहाँ हाल्छु, पानी परेर। अब यो मसला एकछिन चलाउँछु। यसरी जलपाई हालेर मैले चलाएर अनि बयममा हालिदिन्छु। सिसा बयम पनि रेडी गरेर राखेको छु। यतिको भयो। अब यसलाई बयममा, यो चिसो हुन्छ अनि बयममा हालिदिने हो। यसमा हर्दी, निमक, मसला सबै थोक हालिदिन्छु।